इरानको सेना इस्लामिक रिभोल्युसनरी गार्ड्स कर्प्स आईआरजीसीले अमेरिकी हमलामा सर्वोच्च नेता आयातुल्ला अली खामेनेईको सम्मानित शहादत भएको उल्लेख गरेको छ। साथै इरानको सेनाले जनतासँग राष्ट्रिय एकता बलियो देखाउन अपील समेत गरेको छ। खामेनेईको मृत्युपछि इरानमा 40 दिनको राष्ट्रिय शोक घोषणा गरिएको छ। सन् 1979 मा आयातुल्ला रुहल्ला खुमेनीको मृत्युपछि खामेनेई सर्वोच्च नेता बनेका थिए। त्यस लगत्तै उनले इस्लामिक गणतन्त्र इरानलाई नयाँ दिशा दिए। उनले सिया धर्मगुरु र रिभोल्युसनरी गार्डको शक्तिमा वृद्धि गरे भने सैन्य र आर्थिक रूपमा यो संस्थालाई शक्तिशाली बनाए। उनको शासनकै समयमा सुरु भएको परमाणु कार्यक्रमबारे सन् 2015 मा बाराक ओबामा राष्ट्रपति हुँदा अमेरिका सहितका देशसँग परमाणु सम्झौता समेत गरेका थिए। तर ओबामा सत्ताबाट हटेर ट्रम्प आए लगत्तै उनी यो सम्झौताबाट पछि हटेपछि फेरि तनाव बढेको थियो। यो क्रममा इरानले उच्च स्तरमा युरेनियम सम्वर्धन जारी राख्यो। 86 वर्षीय खामेनेईको कार्यकालमा नै इरानले परमाणु कार्यक्रम अघि बढाएको थियो। अमेरिकी उक्साहटमा इराकले इरानमाथि हमला गरेपछि इरानले पश्चिमा शक्तिबाट उत्पन्न हुन सक्ने खतरा अन्त्यका लागि परमाणु कार्यक्रम सुरु गरेसँगै इरान अमेरिका तनाव चर्किएको थियो।